यहाँ माथि त आइसक्यौँ तर हामी जानुपर्ने चाहिँ त्यो डाँडामा हो त्यहीसम्म हामी यहाँबाट हुँदै आएको यत्रो दुःख गरेर हेर्न पाएको चिज सनसेट What's up everyone, welcome back to the channel and in another vlog. So this is the day 2 of Snowdonia and so अहिले चाहिँ बिहानको 5:30 जस्तो कति भइरहेछ हामी चाहिँ पोखर उठेर फ्रेस हुन जानको म चाहिँ सबजना उठिसक्यो त्यहाँ साथीहरू पनि छ अनि सो आज हाम्रो प्लान चाहिँ लाइक बिहान 4-5 बजेतिर हिँड्नु थियो अब त्यो हिजो थका ल्याएर सुतेर सबैजना ढिलो उठ्यो सो त्यहाँ केटाहरूले चिया बनाइरहेको छ चिया अन्डाहरू खाएर चाहिँ ब्रेकफास्टमा बनाउँदैछ त्यो खाइन्छ खाएर अनि टेन्टहरू सब प्याक गरिन्छ अनि गइन्छ चारैतिर हतियारहरू मात्र छ अन्डा पाक्दैछ हाम्रो सो हामी राति बसेको चाहिँ यहाँ हो भत्र गएछ एउटा अलिकति छ त्यहाँ छ सो म चाहिँ अहिले अलिकति पर नै आएर बसेको छु भ्यूहरूको इन्जोय गर्दै अब एकछिनमा सनराइज नै हुन्छ म सनराइज भएको मलाई लास्टै हेर्न मन छ क्या यहाँबाट अनि सो त्यो सनराइज भएको नि म देखाउँछु अनि अब हामी एकछिनमा निस्किन्छौँ अब टेन्टहरू सबै ऱ्याप गर्छौँ अनि त्यसपछि आज हामी जान्छौँ ट्रेकिङको लागि 5-6 घन्टाको ट्रेकिङ छ आज अनि हामी चाहिँ आज सायद वाइल्ड क्याम्प गर्छौँ होला माथि गएर अनि के हुन्छ कस्तो हुन्छ म तपाईँलाई देखाउनै वाला छु हामीले टेन्टहरू पनि सब प्याक गरिसक्यौँ अब हामी यहाँबाट निस्किन्छौँ एकछिनमा केटाहरूले त्यहाँ प्याक गर्दैछ सब प्याक भइसक्यो अब एकछिनमा निस्किन्छौँ सो अब हाम्रो लाग्ने बेला पनि भयो अब फोटोसोटो पनि खिचियो अब हामी लाग्छौँ सो हामी चाहिँ निस्किसक्यौँ हातभरि झोला बोकेर सो अब चाहिँ हामी बस चढ्छौँ बस पनि अब कति 10-15 मिनट छ त्यो बस फेरि छुट्यो भने 1 घन्टा फेरि कुद्नुपर्छ त्यही भएर छिटो गर्दै जान्छौँ अब के हुन्छ म एकैचोटि उता गएर गर्छु ब्लग यहाँको सिस्टम चाहिँ कस्तो रहेछ एभ्री बस 1 घन्टामा रहेछ जस्तै अब एउटा बस 10 बजी अर्को बस 11 बजी त्यसरी हुँदैछ नि सो हाम्रो चाहिँ त्यसरी 3-4वटा बस जेको डर चाहिँ फेरि त्यही भयो क्या हामी फेरि गलत बस चढेर फेरि अर्को बस मिस भयो अब फेरि 1 घन्टा कुर्नुपर्छ यहाँ त्यही भएर गुगल म्याप्स पनि यहाँ राम्ररी वो काम गरिरहेको छैन हामी यहाँ के अरे लोकल मान्छेलाई सोधे चढेर चाहिँ यस्तो झाउ भइरहेको छ हामी फेरि बस मिस भइसकेको छ हाम्रो अब हामी फेरि बस कुरिरहेको छौँ त्यो टाइम केटाहरूले म्यापहरू हेर्दैछन् हामी यहाँ आयो नि त कहाँबाट होइन होला ल्यान्ड ब्रिजबाट आएको हामी एक त फेरि यहाँको ल्याङ्ग्वेज पनि बुझ्दैन के हो वेल्सको त्यसै अर्को तनाव छ चिसो पनि त्यस्तै भइरहेछ सो हामी चाहिँ अब आइसक्यो हाम्रो ट्र्याक पनि अब स्टार्ट भइसक्यो ठाउँ चाहिँ काम लिनिन्छ सो यो चाहिँ ठाउँ हो हामी जानु पर्दा कहाँ हो कहाँ सो हामी मात्रै होइन धेरैजना मान्छे रहेछ सो तर सबजना मान्छे चाहिँ खाली छन् उनीहरूको केही सामान छैन हाम्रो चाहिँ सामानहरू यत्रो एकछिन त्यहाँ लफडा पनि भयो अब त्यही पनि हामी गइरहेको छौँ किनभने क्याम्पिङ गर्न चाहिँ यहाँ अलाउ छैन तर पनि हामी रिस्क लिएर जाँदैछौँ अब के हुन्छ त्यो पछि थाहा हुन्छ त्यो पनि हामी गइरहेको छौँ अहिले नै गाह्रो भइसक्यो 4-5 घन्टा कसरी हिँड्ने हो त्यो पनि हेरौँ डेढसो के हुन्छ है त म जे हुन्छ तपाईँलाई देखाउनेवाला छु बाटो चाहिँ यस्तो रहेको छ है यो त नर्मल हो योभन्दा अझै
धेरै पनि हुन्छ भ्यू चाहिँ पनि राम्रो छ भ्यू कत्रोसम्म बोकेर यस्तो छ भ्यू हामी त्यहाँसम्म पुग्नुपर्ने रहेछ मतलब यो सबै डाँडा हामी चढ्नुपर्ने है मान्छेहरू त्यहाँसम्म पुगिसक्यो हामी भर्खर यहाँ छौँ अब यतिमा चाहिँ डेट भइसक्यो अब त्यहाँसम्म पुग्दाखेरि के हुने थाहा छैन जो पनि ट्राई गर्नेछु हेरौँ के हुन्छ अहिले चाहिँ हामी एउटा ठाउँमा छौँ जहाँ चाहिँ हामी पकाएर खाना लगाएको किनभने बाहिर आगो बाल्न मिल्दैन अनि हामी लुकेर अहिले बनाइरहेछौँ यस्तो सेपमा यहाँ माथिबाट तल यस्तो तल मान्छेहरू चाहिँ उता गइरहेको छ सो अब हामी झापचुप बनाउँछौँ खान्छौँ अनि त्यसपछि निस्किन्छौँ किनभने यहाँबाट हामीलाई लाग्छ 2-3 घन्टा जानलाई फेरि आउनुलाई 2-3 घन्टा सो रात पर्न सक्छ त्यो भएर जाने हो हामी छिटो गर्छौँ बिहानबाट केही पनि खाएन त्यही अब यो अलिक चौचो खान लगाएको हामी त्यहाँबाट आएको हिँडेर बल्ल यहाँ आइपुग्यो जानुपर्ने त्यहाँ छ कतिखेर पुग्ने थाहा छैन अझै 2.5 आवर्स लाग्छ हिँडेर जान धन्न एउटा मान्छे त्यो भेटेर गरे त्यसले हेल्प गर्छ झोला बोक्नलाई हात पम्पचर भइसक्यो अहिले नै अझ बाँकी छ हेरौँ के हुन्छ त्यसै धेरै एकछिन रेस्ट गऱ्यौँ फेरि हाम्रो गन्तव्यतिर हामी लाग्दैछौँ साथीहरू आउँदैछ छेउमा खोला पोखरी छ सो हामी यहाँ जाँदैछौँ अब यहाँबाट चाहिँ लगभग हामी 1 घन्टा जति लाग्छ होला बिचमा हामी क्याम्प गर्ने ठाउँ पनि खोज्छौँ होइन अनि सकेसम्म आज हामी त्यही क्याम्प गर्ने खोजिरहेको छौँ त्यही हो हेरौँ के हुन्छ पानी चाहिँ पहिला प्यास लागिरह पानी खोज्नुपर्छ हामीसँग पानी छैन ल यही सुन्दर शान्त विशाल हिमाल पहाड तराई सब समेटिएको ठाउँ वेल्समा हामी आएको छौँ आज यही मिठो क्षणलाई सम्झिँदै आज हाम्रो फतेमानजीको याद आयो एउटा गीत गाइदिउँ है ल 3 2 1 गो देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो त्यति है धन्यवाद अहिले बेलुकाको 5 बजिसक्यो हामीले ट्र्याक स्टार्ट गरेको कति 1 बजीतिर होला अलमोस्ट 4 घन्टा भइसक्यो तर पनि हामी अहिलेसम्म पुगेका छैनौँ बिचमा हामीले धेरै ग्याप लियो किनभने सामान पनि एकदम भारी थियो नि त अनि ब्रेक लिँदै आएको अब हामी चाहिँ यहीँ माथि कता क्याम्पिङ गर्ने सोचिरहेको छौँ किनभने हुस छैन नि त चारैतिर अब हुसुलाई चाहिँ अहिलेसम्म भर्खर खाली थियो एक्कासी यस्तो भइसक्यो अब त्यो एकदम स्क्यारी भएर कोही माथि छन् मान्छेहरू फर्किरहन् हामी भर्खर जाँदैछौँ सो त्यही हो यति टाढासम्म आइसक्यो अब चाहिँ माथि नै जान्छौँ होला त्यो मेन पोइन्टमा त्यसपछि त्यहाँ भेट्छु है त अनि हामी यहाँ माथि त आइसक्यौँ तर हामी जानुपर्ने अझै त्यो डाँडामा हो त्यहाँसम्म हामी यहाँबाट हुँदै आएको त्यहाँ मान्छेहरू जाँदैछन् यहाँबाट आएको कोही यताबाट आउँदैछन् धेरै दुःख गरी यहाँ माथि आयो तर यो भ्यू देखेर चाहिँ लाइक
त्यो हिँडेको त्यो थकान त्यो सबै मेटाइसकेको छ। सो अहिले चाहिँ लाइक बिहान अब बेलुकाको 6 साढे 6 हुन लागिसक्यो अनि यो टाइममा चाहिँ अब सनसेट हुने टाइम हो अनि यहाँको भ्यू चाहिँ यस्तो छ है। यस्तो अनरियल लागिरहेछ लाइक फोटोहरूमा देखिरह हुन्थ्यो तर यस्तो यो रियलमा देख्दाखेरि त झन् अनबिलिभेबल छ। जति तपाईँहरूले भिडियोमा देख्नु भएको छ त्योभन्दा एक्ज्याक्टली त्यो आँखाले हेर्दाखेरि झन् अनरियल छ। दिस इज द डे द्याट आई वाज ड्रिमिङ फर। फर्स्ट टाइम यसरी सनसेट हेर्दैछु यस्तो डाँडामाथि। म चाहिँ अब त्यहाँ जाँदैछु, त्यहाँ हो हाम्रो मेन जानुपर्ने भनेको चाहिँ र म त्यहाँ जाँदैछु। अनि यो हेलिकप्टर चाहिँ रेस्क्यु हेलिकप्टर रहेछ क्या, मतलब यो यसरी राउन्ड लगाइरहेछ, मतलब कतै केही भइहाल्यो भने यो रेस्क्युको लागि चाहिँ यो हेलिकप्टर हिँडेर रहेछ। अहिलेसम्म नि के भन्छ अरे र यो मेरो फर्स्ट ट्रेकिङ चाहिँ त्यो आउटसाइड नेपाल। अनि म सोचिरहेको थिएँ गाह्रो हुन्छ सक्दैन होला भनेर, त्यस गाह्रो त त्यो गाह्रो नै भयो, यत्रो बाटो यत्रो टाढा हिँड्नलाई त गाह्रो भयो, तर त्यो भयो भने मजा चाहिँ मजा आउने रहेछ। अझ ग्रुपमा मिल्ने साथी भएपछि झनै मजा। र यदि कोही अब यहाँतिर आउनु सोच्नु भइरहेको छ भने चाहिँ लाइक आउँदाखेरि चाहिँ अलिकति प्रिप्लान भएर आउनु, त्यो रसमा चाहिँ नआउनु। हामीले त्यही गल्ती गऱ्यौँ, रसमा प्लान बनायो, रसमा आयो अनि क्याम्पिङ गर्नलाई पनि हुन त हुन्छ, तर म चाहिँ क्याम्पिङ भन्दा नि बेटर सजेसन चाहिँ होटेलहरू बुक गरेर नआउनु भनेर भन्छु, किनकि क्याम्पिङ गर्दाखेरि अलिकति ज्यान हुन्छ, सामान बोकेर हुनुपर्छ। सो त्यही हो, आउनुहोस्, भ्यू इन्जोय गर्नुहोस्, रमाइलो गर्नुहोस्। बाटो चाहिँ एकदम डेन्जरै छ यार, डाँडा छ, त्यो पनि के भन्छ अरे त्यो स्ल्याब पनि छैन, त्यो काँडा जस्तो ढुङ्गा। यसमा प्रपर चाहिने भनेको चाहिँ एउटा मेन जुत्ता रहेछ, जुन ग्रिपवाला हिल क्लाइम्बिङवाला जुत्ता चाहिँ मोस्ट इम्पोर्टेन्ट जुत्ता रहेछ। त्यो भएन भने चाहिँ सकिन्न। यदि त्यस्तो नभए यहाँ कतिचोटि म चिप्लिसक्थेँ, के भइसक्थ्यो। सो जुत्ता चाहिँ मोस्ट इम्पोर्टेन्ट यस्तो ठाउँहरूमा चाहिँ फाइनली माथि आइसकेँ, जहाँ हामी आउन चाहन्थ्यौँ त्यो ठाउँमा आइसकेँ। म चाहिँ माथि छ, म जाँदैछु। हेरौँ त त्यहाँ गएर के रहेछ त्यस्तो मान्छे मेटी गरिरहेको छ। के छ एउटा खम्बा मात्रै छ। एउटा यस्तो मात्रै छ होइन, तर यहाँबाट भ्यू चाहिँ बबाले छ। फाइनली हामी आइपुग्यौँ स्नोडोनियाको टप अफ द हिलमा। फोटोसोटो खिचियो, अब म चाहिँ फर्किनु लाग्यो, साथीहरू गइसक्यो। अब दुईवटा साथी फेरि यता आउनुपर्छ अनि हामी गएर अब क्याम्प पनि लाउनु पर्ने हुन्छ, ढिला भइसक्यो। सो मैले अब फोटो भिडियोहरू जति खिचेको छु म सबै इन्स्टाग्राममा हालि नै हाल्छु। सो मेक स्योर टु फलो मी अन इन्स्टाग्राम। सो ओभरअल एक्सपिरियन्स चाहिँ एकदमै राम्रो भयो, एकदम मजा आयो। जति कष्ट दुःख गरेँ त्यसको फ्रुट चाहिँ एकदम मिठो थियो, सब्रका फल मिठो होता है भन्छ, त्यस्तै भयो। सो दिस इज द डे 3 अफ स्नोडोनिया। सो हिजो चाहिँ हामी कति राति 10-11 बजीतिर हामी तल आइपुगेका थियौँ
हामीले क्याम्पिङ गर्ने भनेको हामीले गरेनौँ क्याम्पिङ किनकि माथि ठाउँ नै थिएन अँध्यारो भइसकेको थियो अनि अलिकति रिस्की पनि लाग्यो त्यो भएर गरेनौँ अनि हामी तल आएर चाहिँ होटेल बुक गरेर बस्ने भनेर सोचेको थियौँ नि त हामी फेरि अस्तिको ठाउँमा जानु लाग्थ्यो क्याम्पिङ गरेको ठाउँमा त्यही हो अब 8:50मा बस कुदिरहेको बस पाएपछि हामी जान्छौँ अहिले चाहिँ हामी अस्तिको ठाउँमा आइसक्यौँ अनि आएर मस्तले एकछिन सुत्यौँ सो अब अहिले चाहिँ हामी यहाँ माथि एउटा पिकनिक स्पट छ त्यहाँ जाँदैछौँ त्यहाँ गएर अब हामी बारबेक्यू गर्ने प्लान छ बारबेक्यू गर्छौँ अनि रमाइलो गर्छौँ त्यो छेउमा एउटा खोला पनि छ क्या यस्तो राम्रो छ अनि सबैजना त्यहाँ बसिरहेको छ म पनि त्यहाँ जाँदैछु मेरो सामान छ ब्यागमा पनि छ यस्तो थकाइ लागेको छ हिजोकोले यस्तो गाह्रो बनाएको म त्यो पिकनिक स्पटमा छ क्या त्यो चाहिँ यस्तो रहेको छ क्या यहाँ पुरै खोला है केटाहरू चाहिँ त्यहाँ छन् अब कोही नुहाउने कोही पौडी खेल्ने कोही के गर्ने भनेर भन्दैछन् अब त्यो चाहिँ अब टेन्ट त्यहाँ लाउनु लागेको छ अनि हामी चाहिँ यतितिर बस्छौँ होला सेटअप पुरै रेडी छ बस्नको लागि बारबेक्यूको लागि रेडी हुँदैछ विङ्स टेन्ट सेटअप जाऊ त मुकेश गएर बस त चप्पल त खोला हुन्थ्यो थामे ओइ दाइ आउ सुन्न सो हामी चाहिँ हाम्रो क्याम्पिङ एरियाबाट हामी निस्किसक्यौँ बिहान हामी कति 10-11 बजी निस्किसकेको थियौँ अनि हाम्रो ट्रेन चाहिँ लाइक बेलुकाको 7 बजी थियो तर हामी के भन्छ अरे डाइरेक्ट ट्रेनमा 1 बजी चढेको हाम्रो चेकिङमा आयो अनि हामीलाई यो ट्रेन होइन तिमीहरू चाहिँ निस्क्यो भनेर हामी निस्क्यौँ अब अहिले दिउँसोको 2 बजिरहेको छ 5 घन्टा हामीसँग स्टिल छ सो अहिले चाहिँ हामी अब यस्तै यो हामी अलि जक्सन भन्ने ठाउँमा छौँ यहाँ के छ यस्तै हामी घुम्दैछौँ हामी 4 जना एउटा साथी चाहिँ घर गइसक्यो त्यसो भोलि बिहानै काम छ भनेर काम त हाम्रो हुन्छ अब के गर्नु पैसा सबै खुलित्त अनि नयाँ टिकट दिन सकेन त्यो भएर अब हामी 7 बजी नै जाने हाम्रो कुरा भयो सो अहिले चाहिँ हामी अब घर फर्किनु लागेको ट्रेनमा चढिसक्यौँ आफ्टर कति 4 दिनपछि हामी घर फर्किँदैछौँ कस्तो अनुभव भयो त तपाईँलाई यो हाइकको एकदम मिठो स्याउ पनि वेल्सको स्याउ पनि मिठो छ दामी छ सो कस्तो लाग्यो तपाईँलाई यो ट्रिप अरूलाई के सजेस्ट गर्नुहुन्छ आउनुहोस् हेर्नुहोस् डाँडाकाँडा चढ्नुहोस् एकदम स्टिप हिल छ है एकदम लाइट वेटमा ट्राभल गर्नुहोस् आस्थाको र मोरिसनको झोला नबोक्नुहोस् हामी त एकदम हेभी वेटमा ट्राभल गऱ्यो नि त तपाईँहरू चाहिँ एकदम लाइट वेटमा ट्राभल गर्नुहोस् भन्नु चाहन्छु अर्को र यस्तै हो तर वेटको स्याउ चाहिँ मिठो छ कति पर अब सो त्यही हो यदि तपाईँहरूलाई जानु मन छ भने चाहिँ तपाईँहरू प्रि प्लान भएर जानुहोस् सबै कुरा रिसर्च गरेर जानुहोस् कहाँ बस्ने के गर्ने कति दिनको लागि जाने भनेर जानुहोस् खर्च जुटाएर जानुहोस् हामी जस्तो हतारमा नहिँड्नुहोस् गदाले नभएको दुःख हामीले पायौँ त्यस्तो दुःख तपाईँहरूले पाउन सक्नुहुन्छ त्यही हो म डे 2 देखि डे 3 सम्मको म सबै एड गरेर हालिदिन्छु भ्लग बनाउनु टाइम थिएन त्यही भएर त्यस्तो खासै भ्लग पनि बनाउनु पाएन जे छ म सबै एड गरेर हालिदिन्छु ल त्यही हो तपाईँलाई मनपर्छ होला म एउटा कुरा के भन्न चाहन्छु भने जिन्दगीको मजा लिनु छ भने चाहिँ केही प्लान नगर्नुहोस् सिधै डाइभिङ सिधै बाल मतलब छैन सिधै हिँडिदिनु होइन गएर आयो देखियो भन्ने हिसाबले जानुहुन्छ प्लान हिसाबले जानुहोस् नत्र नि वाइल्ड
वाइल्ड हानिदिनुहोस् त वाइल्ड हो नि वाइल्ड हानिदिनु वाइल्ड हो नि वाइल्ड हान्ने बालै भएन वाइल्ड हान्ने सही रमाइलो हुन्छ जिन्दगीको मजामै त्यस्तै मुटुमा सुन्छ तपाईँले जिन्दगीभरि याद रहन्छ ल म त ग्यारेन्टी लिन्छु त्यो कुरा पहिला त्यही हो सो त्यही हो अब यो भ्लग चाहिँ म यतातिर इन गर्छु अब तपाईँलाई मन पऱ्यो होला मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरेर भन्नु नबिर्सनु न त्यही हो अब म छिटै नै नयाँ भ्लग लिएर आउँछु होला हो त्यही हो सो तपाईँसम्म बाई टेक केयर